हाम्रो टोलीहरू पछाडि छ। हेलो, यता चाहिँ पुरै बोटिङ हुँदो रहेछ। उपरबाट बोटिङमा लिएर आउँदो रहेछ। हामी कुन ठाउँमा रह्यो? यो अखण्ड द्वीप लुम्बिनी। यहाँको अखण्ड द्वीप त्यो बेलादेखि बोलेको यति रमणीय ठाउँ रहेछ नि, समुद्र जस्तै देखिँदो रहेछ त्यहाँ। है। आहा, तपाईँको मोबाइलै दामी छ क्या बाबा। यहाँ यसरी बोटिङको सुविधा रहेछ पर गेटदेखि यहाँसम्म आउनलाई। तर हामी चाहिँ बाइकबाटै छेउछेउबाट फुटपाथबाट लिएर आइयो। यसरी अखण्ड द्वीपसम्म चाहिँ आउने यसरी बोटिङ सिस्टम पनि रहेछ। यहाँ यसो राखौँ। त्यहाँ अखण्ड द्वीपमा चाहिँ अखण्ड द्वीपमा चाहिँ अब क्यामेरा लग्न एलाउ छैन भन्ने बुझियो। छ भने अखण्ड द्वीप हामी जाँदैछौँ। हामी कहाँ जान लाग्छौँ? कहाँ जान लागेको अरे? हाम्रो गाइडर है यो चाहिँ। म तपाईँलाई त्यही झार दिन्छु। तपाईँ त्यहाँबाट सजिलो हुन्छ, सिधा 3 नम्बर गेटमै जा। हेलो त त्यसले त्यतिकै भिडियो खोल्नु। बोलिरहनु त्यही हो। जहिले तहिले होइन जतिखेर। यो चाहिँ लुम्बिनीको अखण्ड द्वीप। यो चाहिँ पर अगाडिको 1 नम्बर गेटबाट बोटिङ सिस्टमद्वारा आउने बनाएको रहेछ। एकदम रमणीय ठाउँ रहेछ र बोटिङबाटै हिँड्न नसक्ने भक्तजनहरू आउनुहुने रहेछ। हामीले चाहिँ रिक्वेस्ट गरेर यहाँसम्म बाइक लिएर आयौँ। अब हामी मायादेवी टेम्पल जान्छौँ। यहाँ अखण्ड द्वीप को दर्शन भइसके पछाडि अब मायाद्वीप जाने सिलसिलामा हामी वाक गर्दैछौँ। यति रमाइलो ठाउँ रहेछ। ओहो, जाँदा चाहिँ बोटिङमा जानुपर्छ जस्तो लाग्दैछ। निकै लामो छ, अराउन्ड 2 किलोमिटर चाहिँ बोटिङ सिधै मेन गेटबाट यहाँसम्म स्ट्रेट बनाएको रहेछ। हाम्रो परम मित्र सरोज ढकाल, छोरो सरोज ढकाल लगायत खोइ त अरू साथीहरू। त्यहाँ जाने हो कि बाबा हामी त्यो टेम्पल। अहिले यता आएर सिधै त्यही ठोकिने हो। ओके, त्यहाँ देख्नुभयो सेतो बाबा। अर्को हाम्रो टिम मेम्बर दिलीप भुर्तेल। अरू त साथीहरू नै देखिँदैन नि त। हो कि त्यही अखण्ड द्वीपमा। ए अर्को राजेश, एकदम क्यामेरामा मस्त छ उसको फेरि। राजेश महाराज होइन? राजेश, ओ राजेश। अर्को टिम मेम्बर फेरि यहाँ फोटो सेसनमा हुनुहुँदो रहेछ। राजेश हाम्रो टिम मेम्बर, क्यामेराम्यान नन्दु, गाइडर पनि नन्दु। अर्को हाम्रो यो देखाउँ न त्यहाँको त्यो भाइ देखिँदो रहेछ। वा कस्तो यस्तो दामी छ। हामी फर्किँदा चाहिँ बोटमै फर्किनुपर्छ है के हो? बाइक शुद्ध हालेर पुगेर आएर अनि फेरि बाइक लिएर जाने हुन्छ। त्यो पनि त्यता म बरु साथीहरूको पोज। ल ल ल ल ल त राजेश मख परेर आएको छ यहाँ। अब चाहिँ हामी मायादेवी टेम्पल प्रवेश गर्दैछौँ। यहाँ चाहिँ बाइकहरू लिएर जान एलाउड रहेन रहेछ। पैदल यात्रामै
जानुपर्ने रहेछ। तर साँच्चै नै भन्दा पैदल यात्रा हिँडेर दर्शन गर्नु भनेको अति उचित। भाइ टेम्पल त 5 बजे बन्द हुन्छ अरे त्यो त्यही त के उता गएर आउने र बाबा कहाँ उहाँ त्यो टेम्पल पुगेर होइन, पहिले यता चाहिँ घुम्न सकौँ न। मेन त यही हो मेन त माइली मन्दिर जाने हो। मेन भनेको यही हो नि अब हामी हाम्रो टिमहरू ल यता फर्किँदा साथी एकचोटि सबैजना। नमो बुद्धाय हर हर महादेव अनि म चाहिँ यता हामी चाहिँ यो वसुन्धरा बौद्ध तन्त्र अन्तर्गत लुम्बिनीमा रहेको, त्यसै गरी एकदम कलाकृतिले भरिपूर्ण लोकेश्वर अब हामी हजुरहरूलाई फेरि अन्त घुमाउँदै जाँदैछौँ। अहिले चाहिँ नेपाल वज्रायन गुम्बा रहेछ चाहिँ हामी अहिले त्यसमा फेरि प्रवेश गरेका छौँ। एकदम बौद्धका मन्त्रले गुन्जायमान अवस्थामा छ। भक्तजनहरू त्यति नै उपस्थित हुनुहुन्छ। यो हामी कहाँ गएको अरे पार्टी? यहाँ हामी अहिले लुम्बिनी छौँ। लुम्बिनीमा भर्खरै हामीहरूले नेपाली टेम्पल र अर्को हाम्रो तिहारी भक्तर तिब्बतियन टेम्पल र घुम्यो। यो लोटस टेम्पल भन्दैछ। यो यता लोटस टेम्पल, गौतम बुद्धको जन्मस्थल लुम्बिनीको यात्रामा छौँ। श्रद्धेय मेरो बाबा, मेरो गुरुदेवसँगै मलाई सौभाग्य मिलेको छ आज। आहा, नमो बुद्धाय। बुद्धं शरणं गच्छामि, धम्मं शरणं गच्छामि, संघं शरणं गच्छामि।
कैद गर्नु हुँ? कैद गर्नु